विष्णु भगवानको पाइला रहेको स्थानको नाम हो विष्णुपादुका। तपाईँ जानुभएको छैन? आउनुहोस् हामी सँगसँगै जाउँ। ओम नमः भगवते वासुदेवाय लेख्न नभुल्नुहोला। धरान सहरको पश्चिम उत्तरतर्फबाट हामी आज बाइकमा विष्णुपादुका दर्शन गर्न जाँदैछौँ। चारैतर्फ रमणीय दृश्यहरू देखिरहेको छ। जाँदा जाँदै कालो बादलले घेर्न थालिसकेको छ। सिमसिम पानीले हामीलाई मन्दिरसम्म पुग्दा भेट्दैछ। मन्दिर ढिलो पुग्छौँ, बन्द भइसकेको हुन्छ। पुजारी मन्दिरको नजिकै बस्नु हुने भएको कारण उहाँले पुनः मन्दिर खोलिदिनु हुने भएको कारण हामी त्यतिन्जेलको लागि कुर्दछौँ। पुजारी नआइन्जेलसम्मको लागि चारैतर्फको वातावरणहरू म चाहिँ हेर्दैछु। त्यतिकैमा पुजारी आएर मन्दिरको ढोका खोलेर पनि गइसक्नु भएछ। हामी मन्दिरको दर्शन गर्दछौँ। विष्णुपादुका मन्दिरको वरिपरि विभिन्न अन्य मूर्तिहरू पनि स्थापना गरिएको हामी पाउँदछौँ, जहाँ बुद्ध भगवानको मन्दिर पनि रहेको छ। यस स्थानलाई विशेषतः धार्मिक वेद तथा शास्त्रहरूमा पनि उल्लेख गरिएको छ। पुनः अन्य भक्तजनहरू पनि आइसक्नु भएको छ र सीता माताले लुगा सुकाउनु भएको ढुङ्गा जुन कोकाहा नदीको किनारमा अवस्थित छ। कोकाहा नदी पितृ उद्धार कार्यको लागि विशेष मानिन्छ। यहाँ पिण्डहरू औँसी औँसी सोह्र श्राद्धमा बनाएर चढाइन्छ। मन्दिरलाई घुमिसकेपछि सुन्दर दृश्यहरूलाई अवलोकन गर्दै हामी घरतर्फ लाग्न आँटेका छौँ। सिमसिम पानी उसै गरेर परिरहेको छ। होटल तथा लजहरू र धर्मशालाको व्यवस्था यहाँ बस्नको लागि रहेको छ। गाडीहरू पार्किङ गर्ने सुविधा रहेको छ। पहाडको बिचमा अति सुन्दर स्थानमा रहेको यस विष्णुपादुका मन्दिरमा आएर तपाईँले साधना गरेर बस्न सक्नुहुन्छ। साथै सहरदेखि नजिक भिडभाडभन्दा केही पर यस सुन्दर भूमिमा आएर तपाईँले आफ्नो तपोशक्तिलाई अगाडि बढाउन सक्नुहुन्छ। यस धार्मिक स्थानको जीवनमा एकपटक तपाईँले अवश्य पनि दर्शन गर्न नभुल्नुहोला। भिडियो हेरिदिनु भयो, लाइक तथा सब्सक्राइब गर्न